कलेक्सन गर्न आउनु भयो तपाईँ कहाँ देखाउनु भएको हो? म कन्काई सुरुङाबाट हो एक्सचेन्ज गरेर अहिले मोबाइल लान आँट्छु आइटिएल। उहाँले ल हेर्नुहोस् है एक्सचेन्जको लागि एउटा यस्तो मोबाइल लिएर आउनु भएको छ, अर्को पनि एलसी ल्याम्फाङ लुफुङ भएको यस्तो लिएर आउनु भएको छ, अर्को पनि डिस्प्ले गएको लिएर आउनु भएको छ, अर्को चारवटा मोबाइल लिएर आउनु भएको छ है। र उहाँले चाहिँ आइटिएलको A50 है, यो तपाईँले देख्नुभयो होला 8GB RAM 64को सेट यस्तो हुन्छ है, टक्क आइफोनको डिजाइनमा। ल उहाँलाई मैले यो बाँकी पैसा थपाएको छु, उहाँको यो मोबाइलमा मैले भ्यालुएसन गरिदिएको छु। उहाँलाई चित्त बुझ्यो कि बुझेन म उहाँलाई सोध्छु। तपाईँलाई एक्सचेन्ज रेट के कस्तो लाग्यो? एक्सचेन्ज मलाई ठिकै लाग्यो, राम्रो लाग्यो भाइ। तर यो सेटमा त्यति धेरै त एक्सचेन्ज हुँदैन थियो, पैसा घट्दैन थियो, र पनि मैले उहाँको यो मोबाइलको राम्रै रेट दिएको छु। उहाँलाई चित्त बुझेरै उहाँले लिनुभएको छ है यो सेट है। यो 1 साल ब्रान्ड न्यू वारेन्टी। तपाईँलाई चित्त बुझ्यो पनि होइन? चित्त बुझ्यो भयो, तर राम्रो हुनु पर्यो है। फेरि हामी आउँछौँ। 1 साल वारेन्टी नयाँ सेट हो नि त। त्यही त, फेरि हामी कस्टमर लिएर आउँदाखेरि उहाँले यही कम्पनी लगभग 5-6 वर्ष चलाउनु भएको सेट है, यही आइटिएल। र त्यही भएर मैले उहाँलाई आइटिएलै दिएको छु है। यो सेट राम्रो छ, 1 साल वारेन्टी भएको सेट। ल